के तपाई पनि झुक्किनु भएको छ? एनआईबीएल राम्रो कि नबिल? शुभलक्ष्मी कि कुमारी? नेपालको बेस्ट ओपन एन्डेड म्युचुअल फन्ड कुन हो त जसले तपाईलाई सही एसआईपी छान्न मद्दत मिलोस्? सबैभन्दा पहिला डिभिडेन्ड हेरौं। एनआईबीएल सहभागिता। यसको वार्षिक औसत लाभांश झण्डै 13% छ। यो सबैभन्दा अनुभवी फन्ड हो। शुभलक्ष्मी कोष। यसले त धमाका नै गर्यो। यो वर्ष 16% लाभांश दियो। कुमारी सुनौलो लगानी। नयाँ भए पनि 10.5% दिएर राम्रो सुरुवात गरेको छ। नबिल फ्लेक्सी क्याप। यो स्थिर छ। यसपालि 9% लाभांश दियो। एनएमबी सरल बचत फन्ड ईको 4.25% लाभांश अनि न्याभ ग्रोथ रेशियो उच्चले भविष्यमा राम्रो सम्भावना देखाउँछ। सिद्धार्थ सिस्टमैटिकको लाभांश 8% स्थिर र सकारात्मक अनि भविष्यमा उच्च सम्भावना। एनआईसी एसिया डेट फन्ड। वार्षिक औसत 8.8% छ। यो फन्ड रिस्क लिन नचाहनेका लागि उत्तम छ। एफटीमा भन्दा बढी प्रतिफल यसले दिन्छ। तर कुरो लाभांश मात्र होइन। पैसा लगाउनु अघि न्याभ वृद्धि र रिजर्भ हेर्नुहोस्। बजार घट्दा पनि लाभांश दिन सक्ने क्षमता एनआईबीएल र नबिलसँग अलि बढी देखिन्छ। यदि तपाईँ रिस्क लिन चाहनुहुन्न भने एनआईसी एसिया डाइनामिक डेट फन्ड रोज्नुहोस्, जसले 5.5% देखि 10% सम्म स्थिर रिटर्न दिन्छ। अनि एनएमबी सरल बचत फन्ड ईको न्याभ ग्रोथ रेशियो उच्चले भविष्यमा राम्रो सम्भावना देखाउँछ। द म्याजिक वर्ड ड्रिप। एसआईपी गर्दा एउटा गल्ती कहिल्यै नगर्नुहोस्। पैसा ब्याङ्कमा फिर्ता नलिनुहोस्। सधैँ ड्रिप डिभिडेन्ड रिइन्भेस्टमेन्ट अप्सन छान्नुहोस्। यसले तपाईको लाभांशबाटै थप कित्ता किन्छ र 10 वर्षमा तपाईको पैसालाई धेरै गुणाले कम्पाउन्ड गरिदिन्छ। एसआईपी बीचमा छोड्दा पैसा कति काट्छ? 6 महिनाभित्र निकाल्दा 1.5% सम्म जरिवाना लाग्छ। तर 2 वर्ष काटेपछि धेरैजसो फन्डमा एक्जिट लोड 0% हुन्छ। त्यसैले एसआईपी भनेकै कम्तिना 5-10 वर्षको लागि हो। भनेपछि कुन रोज्ने त? दीर्घकालीन र सुरक्षितका लागि एनआईबीएल वा नबिल, अलि एग्रेसिभ रिटर्नका लागि शुभलक्ष्मी वा कुमारी? तपाई कुन फन्डमा एसआईपी गर्दै हुनुहुन्छ? कमेन्टमा लेख्नुहोस् र यस्तै भिडियोको लागि फलो गर्न नभुल्नुहोला।